एकचोटि यो भिडियो हेरौँ है त। जमिनबाट करेला उम्रिन्छ, त्यही जमिनबाट काँक्रो उम्रिन्छ, त्यही जमिनबाट सुन्तला उम्रिन्छ, स्याउ उम्रिन्छ। माटो एउटै हुन्छ, तर त्यहाँ फल चाहिँ फरक फरक लाग्छ बीज अनुसारको। के अचम्म लाग्दैन? त्यही माटोमा तितोपना, त्यही माटोमा गुलियोपना, त्यही माटोमा अमिलोपना, त्यही माटोमा टर्रोपना, अनेक किसिमका स्वादहरू एउटै माटोमा, तर माटो खाँदा बिल्कुल स्वाद छैन। उसको आफ्नै स्वाद छ। कसले बनायो यस्तो सिस्टम? कहिले सोच्नु पर्दैन? अहिले नास्तिकताको बजारमा मान्छेहरू ठुला ठुला कुरा गर्छन्, इभोल्युसनको थ्योरी दिन्छन्, अनेक कुराहरू गर्छन्, तर के यति बुद्धि लगाउनु पर्दैन कि यत्रो विविधता पृथ्वीमा कसरी अटोमेटिक हुन सक्छ? यो साँच्चीकै अटोमेटिक भएको हो? के संसार साँच्चीकै बिग ब्याङ थ्योरीबाटै आएको हो त? कि हामीले भन्दैमा के त्यो सत्य हुने हो? हामी को हौँ भन्नेवालाहरू जो 50, 60, 70, 80, 90 वर्ष बाँचेर संसार छोडेर गइरहेका छौँ। पृथ्वी करोडौँ वर्ष पहिलादेखि विद्यमान छ र यहाँ अनेकौँ जीवात्माहरू, जीवहरू आएर छोडेर पनि गइसकेका छन्। हामी जब 2-4 जनाले घोषणा गर्दैमा त्यो सत्य हुँदैन। पृथ्वीमा रहेका हरेक विविधताको पछाडि कारण छ। ब्रह्माजी बताउनुहुन्छ, ईश्वर परम कृष्ण सच्चिदानन्द विग्रह अनादिर आदिर गोविन्द सर्व कारण कारण। भगवान कारण हुनुहुन्छ, सबै कारणहरूको प्रमुख कारण हो। संसारमा विभिन्न किसिमका प्रजातिहरूको उत्पन्न हुन सक्छ, त बनाउनुमा कसको कारण छ? प्रमुख भूमिका कसको छ? सर्व कारणहरूको कारण भगवान हुनुहुन्छ। यो चिजलाई कहिले बुझ्छौँ हामीहरू? एउटा सानो सानो सेलमा भएको कार्यलाई हेर्नुहोस्, त्यहाँ हर चिजहरू फङ्सन हुन्छ, सबै कुराहरू अटोमेटिक चलिरहेको छ। मुटुको धड्कनलाई हेर्नुहोस्, के धड्कन तपाईँले धड्काएको धड्कन हो? शरीर त्यही हुन्छ तर पनि मरेर जान्छ। कसैले रोक्न सकेको छ आज शरीरलाई मर्नबाट? के मुभी बनाउँदैमा के हामीहरू भगवान भयौँ? के मुभी बनाउँदैमा भगवान भइन्छ? मेसिन बनायो भनेर ठुला ठुला कुरा गर्दैमा भगवान भइन्छ? आजसम्म एउटा कमिला बनाउन सकेको छैन, एउटा लामखुट्टे बनाउन सकेको छैन हामीहरूको कुरा भनेदेखि हेर्नुहोस् न कति ठुला ठुला कुरा छन्। संसारै हामी आफै चलाउँछौँ जस्तो कुरा गर्छौँ। हामी विध्वंस गर्ने कुरा गर्छौँ, एकअर्कालाई मार्ने कुरा गर्छौँ। के आजसम्म एकजनालाई बचाएर देखाउनु भएको छ? मार्न त सबैले सक्छ, तर बचाउन कोही सकेको छ? कसैले के जीवात्मा उत्पन्न गर्न सकेको छ? एउटा घाँस पनि उमार्न सक्नुभएको छ बिना बीजको? अनि हामीहरू चाहिँ भगवान आफै बन्ने प्रयास गरिरहेका छौँ। प्रकृतिमाथि कति दोहन गरिरहेका छौँ हामीले? विचार गर्नुहोस्। यो प्रकृतिले हामीलाई के दिएको छैन? हर चिज दिएको छ। यो प्रकृतिमाथि हामीले के दिएका छौँ? सारा वनजङ्गलहरू सबै सखा पारिसकेका छौँ। विभिन्न किसिमका फुलहरू फुलाएका छौँ, जुन फुलमा अहिले सुगन्धै छैन। हाम्रो अलिअलि तलमाथि गर्दाखेरिमा त प्रकृतिमा यति बदलाव आउँछ। यो नेचुरल रूपमा छोडिदिएको भएदेखि आज कति सुन्दर थियो प्रकृति। विचार गर्नुहोस्, हाम्रो सानो इन्टरफियरले नै प्रकृतिलाई यसरी तलमाथि गरिदिरहेको छ। हामी चाहिँ चाहन्छौँ कि हामी चाहिँ प्रकृति बनाउँछौँ भनेर सोचिरहेछौँ। हाम्रो बुद्धिले प्रकृति भन्दैन। हामी प्रकृति अनुसार चल्नुपर्छ, हामी अनुसार प्रकृति कहिले पनि चल्दैन। हामी चाहिँ विचार गर्छौँ, हामी नयाँ सिस्टम ल्याउँछौँ, नयाँ पानी पर्ने वर्षाको सिस्टम ल्याउँछौँ, अनेक ल्याउँछौँ। हामीहरू नयाँ उत्पादन गर्छौँ, धेरै धेरै उत्पादन गर्छौँ। अहिले जमिनहरू सबै बर्बाद गरिदिइसक्यो हामीहरूले। अहिले बीजहरू पाउन छोडिसक्यो गाउँमा। अब त्यो बीजलाई रोपेर फेरि उत्पादन हुन छोडिसक्यो। यस्तो अवस्था सिर्जना गरेका छौँ हामीले। अनि हामी आफूलाई भगवान घोषित गर्न चाहन्छौँ। अहम भोक्ता भनेर आफूलाई भोक्ता भनेर घोषित गर्न चाहन्छौँ। अरूलाई तुच्छ रूपमा हेरिरहेका छौँ। वासुदेव कुटुम्बकमको यो सिद्धान्तमा अडेको यो संसारलाई हामीहरूले अहम भोगी, अहम भोक्ता, मै खाउँ, मै लाउँ, मोज मस्ती मै गरौँ, अरू सबै मरुन् दुर्जनहरू भनेर यस्तो किसिमले हामीहरू संसार सञ्चालन गर्न खोजिरहेका छौँ। नेता खराब, जनता खराब, व्यापारी खराब, हर व्यक्ति खराब। यसरी खराब प्रवृत्तिलाई लिएर हामीले संसारलाई विध्वंस गरिरहेका छौँ, युद्ध गरिरहेका छौँ, अराजकता फैलाइरहेका छौँ, अनेक कुराहरू गरिरहेका छौँ। खै त शान्ति कहाँ गयो? अनि शान्ति त मर्यो, शान्ति छैन संसारमा। अनि खालि युद्ध मात्रै छ।
यत्रो इन्भेन्सन गऱ्यौँ, सबै कुराहरू गऱ्यौँ, शान्तिको लागि गऱ्यौँ, तर शान्ति भएन। इन्भेन्सनको के अर्थ रह्यो त? सुरुवातमा कसैले कुनै दिन जब सानो पनि कुनै साइकल बनाउँदाखेरिमा के सोचेको थियो होला, यसो विचार गर्नु त, के सोचेर साइकल बनाएको होला? उसले पक्कै पनि यो सोचेको थियो कि मानिसलाई यो साइकल भएपछि हिँड्नका लागि सहज हुन्छ, ऊ सुखी हुन्छ भनेर सुरुवात गरेका थियौँ। तर आज के सुखी भयौँ त? भएनौँ नि त। सबै कुरा त्यही नै रहेछ नि, आखिरमा जहाँको त्यही। सो यो कुरालाई विचार गर्नुपर्छ र यसलाई विचार गरेर हामीहरू अगाडि बढ्यौँ भनेदेखि साँच्चीकै खुसीको लागि इनर भित्र ग्रो डिपर भित्र खोज्न थाल्छौँ हामीहरूले बल्ल। जब भित्र खोज्छौँ नि अनि बल्ल वास्तविक शान्ति पाउँछौँ। भोक्तारं येके तपसा सर्वलोक महेश्वरम सुहृदं सर्वभूतानां ज्ञात्वा मां शान्तिं रक्षति। शान्ति कहाँ पाइन्छ? भगवान्लाई बुझेपछि पाइन्छ, आफूलाई बुझेपछि, आत्मालाई बुझेपछि पाइन्छ, आत्म साक्षात्कार भएपछि पाइन्छ। संसारमा शान्ति खोज्दै घुमिरहेका छौँ हामीहरू। विश्व राष्ट्र सङ्घ खोलेका छौँ, युद्ध रोक्न सकेका छौँ? छैनौँ त। युएनओ अनेक कुराहरू बनाइरहेका छौँ, शान्तिको स्थापना गर्नका लागि अर्गनाइजेसन बनाएका छौँ। सगरमाथाको शिखरमादेखि लिएर समुद्रका पिठमा गएर बैठकहरू बसिरहेका छौँ। तर खै त बैठक बसेर शान्ति हुने हो र? होइन नि। के तपाईँ बैठक बस्नुभएको व्यक्ति, के तपाईँले 1 घन्टा दिनमा मेडिटेसन गर्नुभएको छ शान्तिको लागि? गलत दिशामा लाग्ने, यदि तपाईँ गलत दिशामा हिँड्नुभएको छ भनेदेखि त तपाईँले कहिल्यै पनि आफ्नो डेस्टिनेसन पुग्नै सक्नुहुन्न नि। आफ्नो लक्ष्यमा कसरी पुग्न सक्नुहुन्छ? बाटो नै गलत छ भने। अनि सही बाटो कसले भन्छ? सही बाटो त तपाईँहरूले स्वीकारै गर्नुहुन्न। सही बाटो भन्दा पनि स्वीकार गर्दैन भनेदेखि त अब यो गलत मार्गबाट कसरी हामीले शान्ति प्राप्त गर्न सक्छौँ? त्यो सही मार्गमा लागौँ। अध्यात्म नै सबै कुराको सोलुसन हो। अध्यात्म छैन त समाजमा शान्ति छैन, सुख छैन, केही पनि छैन। हामीले कति पनि यो मोडर्न टेक्नोलोजीलाई गलत भनेका छैनौँ, तर यसको गलत इस्तेमाल चाहिँ गलत हो। चक्कु कहिले पनि गलत हुँदैन। चक्कुलाई प्रयोग गर्नेवाला व्यक्ति गलत हुन्छ। उसले सब्जी काट्नमा प्रयोग गर्छ या त गर्दन काट्नमा। त्यसैले हर वस्तुहरू ठिक छ, तर हामी प्रयोग गर्नेवाला व्यक्तिहरू हामीहरू साँच्चीकै अध्यात्ममा छौँ कि छैनौँ? कि हामीले आफूलाई कन्ट्रोल गरेका छौँ कि छैनौँ? हामी आफै अरूद्वारा कन्ट्रोलित छौँ भनेदेखि अनि शान्ति पनि अरूकै हातमा छ, खुसी पनि अरूकै हातमा छ। अरूले नै हामीलाई खुसी दिन्छ, अरूले नै हामीलाई शान्ति दिन्छ भनेर पर्खिरहेका छौँ। त हामीले आफूलाई कहिले पनि खोजी गरेका छैनौँ। आफूलाई आफ्नो भित्र इनर, आफ्नो भित्रको त्यो ज्ञानलाई प्रकाशित गरेका छैनौँ, त्यो शान्तिलाई, त्यो आनन्दलाई प्रकाशित गरेका छैनौँ। त्यही भएर संसारभरि शान्ति खोज्नतिर नलाग्नुहोस्, खुसी खोज्नतिर नलाग्नुहोस्। आफूभित्र हेर्नुहोस्, त्यहीँ खुसी छ, त्यहीँ शान्ति छ।